लपन छप्पन 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 आफै बिग्रे घर बिगारे बिगारे गाउँ सारा लखर लखर टोली हिँड्ने अप्ठ्यारै भएको पारा मुखमा राम राम पिपल बटेको पगलीमा छोरा तर पनि गाउँ घरमा उनकै ठुला कुरा स्याउती काका भट्टी तिरङ्गाका बिजुली पानी खाका लर्खरिँदै आका यस्तै छ हजुर कहीँ गए नि भेटिने गाह्रो सज्जन 24 घण्टा चलाइरहन्छन् यहाँ लपन छप्पन 24 घण्टा चलाइरहन्छन् यहाँ लपन छप्पन 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 बाबुको पारा कमसेकम त 32 लाएर काठमाडौँ जाने भएपछि छोरालाई लिएर त जानुपर्छ कमसेकम छोरालाई चाहिँ ठाउँको ठाउँ हटान दिने अब यो गाउँमा हाम्रा बा भएनन् हाम्रा गाउँमा फटिङ गर्ने भने आप्टारे बा भनेर नाम चलाएका छन् हाम्रा बाले अब बा नभएपछि कमसेकम बाको बिडो त मैले धान्न पर्यो अब हुन्छ मेरो खेला अब देखाउनु पर्यो मैले के गर्ने हो केही न केही त म अवश्य गर्छु पानी झ्याक फाल्दा त्यसरी फाल्ने हो अलि फर्स्टबाट हान झ्याक खेल्न आउँदैन के खेल्छ त यत्रो समय यत्रो मरे 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 कुतिस पक पक मेरो पाल झ्याक खेल्ने भने कसरी हो अब यहाँ पिपल बोटेले देखाउँछ यसरी फाल्ने हो हेर यो चिप्लो देखिस् झ्याक खेल्न त सिक्नु पर्छ नि फेरिको चाहिँ मरे 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 मरि नै हाले ए सल्लन पानी अल्ल तेरो पाल ल खेल झ्याक खेल्न त्यताबाट कसैले खेल्छ झेली गर्छस् यताबाट खेल राम्रोसँग खेल भनेको राम्रोसँग खेल्नै आउँदैन यसलाई दाइ तपाईँले त्यति धेरै पढ्नुभयो त्यति धेरैलाई पढाउनु भयो डाक्टर इन्जिनियर बनाउनु भयो तर हाम्रा यी दुईटा भतिजाहरूलाई पढाउन सक्नु भएन नि किन हो दाइ अलि बल गर्नु भएन क्या भतिजाहरूलाई पढाउनुको लागि ए सल्लन पानी हो अङ्कल हाम्रा बाला धेरै नउचाल्नुहोस् है अब एसएलसी त पास गर्न हुन्थ्यो नि अब हाम्रो अगाडि पछाडि बस्ने कोही ट्यालेन्ट रहन्छ अनि के गर्नु त त्यही भएर फेल भयो नि एसएलसी फेल भएर के भयो त काका 9 कक्षामा त फर्स्ट भागै हो ए 9 मा तिमीहरू फर्स्ट भागै हो के पुरस्कार ल्यायौ त के गर्ने अङ्कल पुरस्कार त पाइन्थ्यो होला नि लिने ट्याक्क लिनै भएन मैले त्यही बेलामा त झलाइ हाँस्छ बिउज्याले के गर्ने बाबु हामी एकछिन स्याउतीको घर गएर आउँछौँ तिमीहरू राम्रोसँग खेलिराख है सुरु गर खेल ल अब मेरो पालो हो के अब ल चट ल ल ल ल अब ढ्याक खेल ल ए मुन्चे बसी हो यसरी ढ्याक खेल्ने हुनुपर्छ ठिक गर्यौ तिमीहरूले अब पिपल बोटेले यो गुन्जाको चाहिँ टी-सर्ट किन यस्तो पुन्चेको घर स्त्री छैन ए सल्लन पानी हाम्रो घरमा त हाम्रो अब्बा अंकल म अनि यो गुन्जा मात्र हो स्त्री मान्छे त छैन लाएर लाएर चिन्ता नगर केटा हो अहिलेसम्म नभएर के भयो त तिम्रो अंकल र तिम्रो बा कहाँ गए हुन् हामीलाई थाहा छैन लपन छप्पन हेलो हजुर नमस्कार नमस्कार
छोरी खै यो गाउँमा त छैन त्यस्तो बिहा गर्ने उमेरको छोरी कोही छैन खै तपाईँले हल्ला सुन्न होला छैन छैन यसपालि त झै पर्ने यसपालि त झै पर्ने भेना मैले डिसिजन गरेँ यसपालि चाहिँ बिहे हान्दिने भेना यसो अब केटी माग्न गइहालौँ त ए छिन्या चप्पल अहिले तल भन्ने बित्तिकै बिहा गर्न पर्यो होइन कहाँ छ र यो गाउँमा केटी त्यस्तो हेर्नु भएन होइन केटी कहाँ छ कहाँ छैन भन्ने कुरा सब मलाई थाहा छ क्या सिर्फ तपाईँ चाहिँ हिँडिदिनु मात्र मसँग ए छिन्या चप्पल तैँले केटी हेरेको छ नि भइहाल्छ नि त हिँड म मागिदिउँला नि त बा कान्छा दाई हराएछन् होइन अब जेठा दाई बरालेर हिँडेका छन् सेउतीका कहाँ बिहा गर्ने वाला छोरी छ भनेर बोट आसेको देखाएको थिएँ हाम्रो दाईको लागि माग्न जाने हो कि ए खोया बिर्के बुढी पो टाँसिसकेको छ साउदीले छोरीको बिहे गर्ने छ भनेर बा के हो बिहेको कुरो चल्दैछ क्या मेरो बिहे गर्नुपर्छ बा बिहे गर्नुपर्छ बिहे गरेपछि कति कति मान्छे त सुध्रिसक्यो म पनि के थाहा सुध्रियो भने त जाउँ जाउँ बा बहिनीले पनि आज पहिलोचोटि चाहिँ गाठे सही कुरो गर्यो दाईको कति चिन्ता रहेछ ल बा हिँड त्यसो भए बिहा गरेपछि सुध्रिन्छस् भने जाउँ हिँड माग्दैमा के बिग्रिन्छ र ल हिँड लौ नानी यत्रो घरमा सुनसान खाली पो छ त दसैँ सिद्धेसी आइयो बम फुल्या झै फुल्या होला झ्याङकुरी ए झ्याङकुरी झ्याङकुरी के हो बाबा दसैँ भरि हालेर बल्ल आज आउनु पर्यो नरिसा नरिसा किन रिसाउँछ नमस्ते भाग्यमानी हो कि छोरीको जस्तो चाहिँ नि बुद्धि हुनुपर्छ बाबा कति दिन आएनन् यस्तो ग्याप हुँदा नि छोरीले दर्शन गरे कि गरिन खुबै छोरीको मात्रै ज्ञान भएर के गर्ने बाउको चाहिँ छैन ज्ञान वर्ष दिनको चाड तँ पनि दसैँ जस्तो सबै परिवार बसेर सँगै मिठो मसिनो जे जस्तो भए पनि खाने चाडमा कहाँ हराएको परिवारले कसरी चाड मनायो होला के खायो होला चिन्ता भएन है के काने छोरीको जस्तो संस्कार के कारणले दसैँमा घर आउनु भएन भने तेरो त्यति सोध्न सकिन मेरो तामा मिना जस्तो मिचु हराउनु भयो तँ 15 लाखले गर्नु गर्यो आज मिचु खोज्दा खोज्दा मलाई 4-5 दिन लाग्यो मेरो मिचु कहाँ भौतारिदियो होला खाछन् कि खाछैनन् केही ठेगान छैन उसलाई दसैँ कस्तो भयो होला थाहा छैन मेरो मिचु कता गएर सम्झना मेट्यो होला त्यसरी खेदो नगर तैँले बाबै कति निठुरी भयो कि त त्यही मिचुको चाहिँ नि लपर लुपर त चात्र पार्थिस् बढी कुरा गर्छस् मलाई किन चाहिँ नि खेदो गर्छ तिम्रो आमा छोरीले बरु छोरीले त संस्कार चाहिँ दर्शन पनि गरे त त्यसरी चाहिँ लौका जस्तो नाक बना ठुसुक्क पर्न चाहिँ पर्दैन बा मितबालाई त जसरी नि ल्याउनु पर्छ कि अरू केही नभए नि मोबाइल चलाउन पाइया थियो नभए हजुरले दोस्रो हातको मोबाइल भयो नि किनिदिनु न दसैँमा काट्ने भनेर बोको छैन त्यो काट्यौ कि छ हो त्यही बोको बेच्ने हाम्रो छोरीलाई त्यही मोबाइलले ओहो ल ल ल ल नमस्कार नमस्कार बसौँ ल बसौँ ल ठिकै छ कताबाट बाटो भुल्नुभयो ल ल कताबाट बाटो भुल्नुभयो त नि कहिले नआउने एउटा कुरा यसो भनौँ भनेर बिन्ती बिसा भनेर आएको के कुरा भन्नुहोस् न तपाईँको घरमा मङमङाउँदो बाख्ना आउने फुल छ अरे त्यही माग्न आएको नि कुरो त हो तर अब तर सर केही होइन साथी काका अब तपाईँको घरमा बिहे गर्ने बाँकी छोरी म पनि बिहे गर्ने उमेर भइहाल्यो हेर्दाखेरि लक्क छ भन्ने छु अब छोरी चाहिँ मैले दिन पर्यो है
ल्याएर सबै गाउँलेहरू कति माया गरेका मलाई मेरो सालोको बिहा गर्ने बेला भयो भनेर केटी माग्न आएका साउती काका हजुर यी मेरो सालो यही हो यसलाई छोरी दिन पर्यो केटाले पाल्छ अध्यक्षज्यू हजुरकै सालो हो नि त मेरै सालो हो आम्मै 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 मेरो त मन कटक्क खाए यसो बाबुलाई निहालेर हेर्दाखेरि ओल्लो रुखबाट पल्लो रुखमा जम गर्ला जस्ता रहेछ बसौँ न बसौँ सालो बाबु बसौँ के हो पारा मेरो त गाउँमा हिसाबै छैन बा म चाहिँ गएको होइन मेरो नि बेला भए नि थाहा नि साथी बा छोरी त मैलै दिन पर्यो गाउँका मान्छे सबै जम्मा भइसक्यो छन् मै मात्रै ढिला भएछु होइन है साउदी काका तपाईँको छोरी मेरो छोरालाई दिनु पर्यो हेर्नुहोस् मेरो छोरो कति लक्काजा मान्छ भन्नुभयो हो करप झ्याप हो कि च्याप भने यही बाबु होइन हो डाक्टर च्याप ए खासा राम्रा बाबुलाई त आँखा हाले नि नबिजाउने गाउँमा पहिलो पहिलो घाममा चाहिँ लोकल कुरा चल्ला जता बसौँ न बसौँ खासा राम्रा छन् बसौँ बसौँ के भन्छ नि साउदी काका मेरो छोरालाई चोर लाउने अब होइन उदाहरण मात्रै क्या बाबु खासा पहिलो पहिलो घाममा भने होइन ए आज यी गाउँको मान्छेहरू बिना शिवरात्रि भाङखा राखन् के हो सबैजना छोरी माग्न आछन् कसले भन्ने मेरो छोरी बिहा गर्ने भनेर त्यति सानो बच्चा पनि बिहा गर्छ कसैले यो घरमा बिहे गर्ने उमेरको छोरी छ भनेर बाहिर बोर्ड टाँसेपछि अनि हामी यो घरमा छोरी माग्न नआए के कुखुरा माग्न आउनु त हामी अबुई के सुन्न पर्यो कसले चाहिँ छोरी बिहा गर्ने भनेर चाहिँ बोर्ड टाँस्यो ओए जानकुरी आली खौरेर यो कसले गर्यो बिछै के थाहा मलाई टाँस्नु होला नि तपाईले आफै मरि जाउँ मैले टाँसिन नत्र कसले टाँस्यो त लौनानी म त झस्याङ्ग भाइ त्यही भएर पो त यस्तो विधि चाहिँ हङ्गामा भारै छ लौना हजुर कहाँ टाँस्यो पछाडि हेर त त्यता कता टाँसेछ त्यही त नि त्यही भएर गाउँै उठेर मेरो छोरी माग्न आएका है थाहा त मलाई छ नि कसले टाँगे भनेर के गर्नु भन्न मिल्दैन मुन्छेले नभन्नु भने म त भन्दै भन्दिनँ त्यो मुन्छेलाई कारबाही गर्नुहोस् होइन भने हजुरको अध्यक्ष परै सङ्कटमा होला आठदारे बाद केही 2-4 दिन नेपाल गएको थिएँ आठदारेको फलकको बिटाइ कुरो हो हजुर त्यसको कारबाही हुनुपर्छ त्यस्तो नचाहिँदो कुरा अर्काको छोरीको बदनाम गर्नु पाइन्छ जानकुरी आली खौरेर हजुर यसको कारबाही हुनै पर्छ मान्छे चाहिँ चिन्यो हामीले हेर्नुहोस् मुन्छेलाई कारबाही हुनै पर्छ ल एकछिन चुप लाग्नुहोस् गाउँले दाजुभाइहरू म तत्काल निर्णय गर्छु मुन्छेलाई कारबाही गर्नै पर्छ त्यसलाई जुत्ताको माला लगाएर गाउँ निकाला गर्ने एउटा दाजुबा तपाईँको कुरो मलाई मनै परेन तपाईँको कुरो त फिजिकै मन परेन मलाई त जसले गल्ती गर्यो त्यसलाई जुत्ताको माला बरु मलाई लगाइदिनु न 3 महिना भयो खाली खुट्टा हिँड्नु परेछ हेर्नुहोस् गाउँले दाजुभाइ दिदीबहिनीहरू वडाध्यक्ष भएपछि सबैको कुरो सुन्नुपर्छ मैले अहिले गरेको निर्णय मान्छेलाई गाउँ जुत्ताको माला लगाएर गाउँ निकाला गर्ने भन्ने निर्णय थियो नि त्यो मैले फिर्ता लिएँ ए खोया बिर्के आफदारिया छोराले त टिकी खानै दिएनन् गाउँमा गाँठे के गर्ने होला यिनीहरूलाई ए सल्लाह पानी मसँग एउटा आइडिया छ तर के गर्ने आइडिया लगाउँदाखेरि पैसा खर्च हुन्छ अब तपाईँले खर्च गर्ने भए म आइडिया चाहिँ लगाउँछु है आइडिया छ भने निकाल न पैसा खर्च त म निकाल्छु त्यो टाढा पनि पैसा खर्च गर्ने यो त ताजा खबर नि ताजा खबर गर्ने नि अब बुढाको चाहिँ पुरानो बानी पैसा खर्च गर्ने त पुरानो खबर हो अब आइडिया लगाउनै पर्यो नि अरू केही गर्नु पर्दैन मेरो कुरा सुन्नुहोस् तपाईँको भन्दा पहिला अस्ति तपाईँको पाहाड घर जाँदा त्यो नटवर लाल छ नि नटवर लाल
त्यसको छोरालाई त्यो नटवाङ लाललाई यहाँ ल्याइदियो भने त अब त्यो आफ्टारे बाको घरमा झगडा सधैँ पर्छ। हामीलाई त धम्नी मानवलाई जस्तो गर्यो आफ्टारे बाला कुटिरहन्छ अनि त्यसपछि त गाउँमा सबै शान्त भइहाल्छ कुरा त्यति व्यक्त हुन्छ। त्यसो भए अस्ति रिजर्भ गरेर हामी गएको थियौँ नि रक्सोल त्यही गाडी रिजर्भ गरेर जाउँ नि त। भनेपछि आज पनि गाडी चलाइन्छ क्या हो मैले त चलाउने होला नि होइन हो त्यसो भने एकचोटि स्टेरिङ हाने त गरौँ न मनी जानी लप्पन छप्पन परामर्शदाता हुनुहुन्छ उहाँलाई चाहिँ के अरे सोधेर मात्रै जानुपर्छ है। यहाँ एकछिन गाडी रोक होइन यतै हो यतै रोक यहाँ अस्ति नै ठाउँ पर्यो ल म रोकिहाल्छु एकछिन गाडी रोक्नु सल्लन पानी अस्ति आउँदाखेरि भेटेको दिदी दिदी आरामै हजुर आरामै हुन्छ होइन सर यहाँ एकजना चाहिँ परामर्शदाता भन्ने हुनुहुन्छ अरे भन्ने सुनेको छु कि उहाँलाई चिन्नुहुन्छ तपाईँले ए परामर्शदाता उहाँ चाहिँ खोलामा के अरे माछालाई परामर्श दिँदै हुनुहुन्छ होला माछालाई परामर्श किन ताजा गरौँ नि ए सल्लान पान के को थाहा छ खाब अब बरु माछालाई बल्छी हाल्न पो जाने हो कि ए पया बिर्के हो जाउँ त जाउँ हैन आफै बिग्रे घर बिगारे बिगारे गाउँ सारा लक्कर लक्कर टोली हिँड्ने आफ्टरे बाको पारा मुखमा राम राम पिपल बुटेको पगलीमा छोरा तर पनि गाउँ घरमा उनकै ठुला कुरा स्याउती काका भट्टी तिरङ्गाका बिजुली पानी खाका लर्कारिँदै आका यस्तै छ हजुर कहीँ गए नि भेटिने गाह्रो सज्जन 24 घण्टा चलाइरहन्छन् यहाँ लप्पन छप्पन 24 घण्टा चलाइरहन्छन् यहाँ लप्पन छप्पन हेर माछा हो तिमीहरूको सङ्ख्या धेरै लोप हुँदैछ। यहाँ विभिन्न किसिमका माझीहरू आउँछन् जलारीहरू आउँछन् जाल हान्छन् कतिले त विषय हालेर तिमीहरूको सङ्ख्यालाई धेरै न्यूनीकरण गरिरहेको छ। होस् गर मेरो परामर्श दिने काम हो परामर्श दिँदैछु। उहाँ नै रहेछ के अब त बोलाउनु पर्यो बोल्नै छोड नि कुरा सुनियो बुझियो फेरि अर्को खोला तर्न पर्ने जस्तो ए गुन्जा राम्रोसँग हिँडै ए गुन्जा बोलाउला फेरि चल होइन यो परामर्शदातालाई भेट्न पनि साह्रै गाह्रो कुरा पनि बुझिहाल्यो परामर्शदाताको ए सल्लन पानी हजुर नमस्कार ए सल्लन पानी राम्रो परामर्श आज उहाँले परामर्श नदिए भए त त्यो माछाको जिन्दगानी नै बर्बाद हुँदो रहेछ नि कमसेकम यिनीहरूले जीवन दान त पाए बरु एउटा काम गर्नु पर्यो अलि राम्रोसँग समातेर राख्नु मेरो नातिनी दरी छ के कुरा के छ पहिला कुरा सुन्नु न भने कुरो के छ भने परामर्शज्यू दाताज्यू दाता छुट्यायो भने रिसाउला बुढा हाम्रो गाउँमा एकजना आँपटारे बा भन्ने छ हेर्नु त्यो आँपटारे बाले हुन त उसको छोरा मुन्छे पनि थियो तर मुन्छे त कताको थाहा भएन इन्डिया रक्सोलमा
त्यो चाहिँ मेरो पहाड घर तपाईँको पहाड घरमा चाहिँ अस्ति हामीलाई भेटेर धन्ने मारेन नि त्यो छोराले नयाँ छोरा विदेशी छोरा पाएको रहेछ हेर्नु त्यो छोरालाई खोज्न हामी आएको तपाईँले हामीलाई परामर्श दिनु पर्यो एक दिनलाई हामीसँग तपाईँ भाडामा हिँड्नु पर्यो कुरो के हो ल भन्नुहोस् ए मैले हजुरहरूलाई परामर्श दिनुपर्ने मेरो त कामै परामर्श दिने हो सबैलाई परामर्श दिदी बुढो भइसक्यो हुन्छ नि त भाडा चाहिँ नलिउँ होला सहयोग चाहिँ गर्न सक्छु ए सहयोग गर्ने यो त ताजा खबर हो नि एक मिनट कति ताजा खबर भन्छ सबै कुरो ताजा हुँदैन देखियो तपाईँको मान्यता हुन त माथाले पैसा पनि त दिनु पर्यो नि अब कुरो छोडिदिनुहोस् हेर्नुहोस् अब हामीसँग अब त्यो सहयोग गर्नुको लागि चाहिँ त्यो अप्ठ्यारो भएको छोरो खोज्नलाई नक्सलतिर हेर्नुहोस् न ल हिँडिहाल्नुहोस् त उठिहाल्नुहोस् आउनुहोस् आउनुहोस् कहाँ बसेर ल आउँछ आउँछ अब राम्रोसँग चाहिँ अब ओहो लड्नु बगाउन तँलाई मैले बगाउने गरेर त्यसलाई के खोया बिर्के परामर्श जाँदा नै लिएर हिँडेपछि त हाम्रो काम बन्ने भयो नि त ल ए सल्लान पानी परामर्श भने के हो भन्ने कुरो त हेर जवाफ दिनु परेन परामर्श भन्ने कुरो के हो भन्ने कुरो त रक्स लगाएपछि थाहा भइहाल्छ नि नाच्ने नि बोक्ला अरे सिकाउला नि त बिदाङ्गी बा हामीलाई उहाँलाई अगाडि लगाउनु पर्छ सुन्नु न कुरो यही भोग्ला भन्छ भनेर अघि नि मैले तपाईँलाई खाना अर्डर गरेर लगाएँ त 3 नम्बर पुलमा त्यही भएर पो लड्न लगाएर चाहिँ मान्छे लड्या बुढी नै यसको गतिलो छैन क्या धेरै खाएर यस्तो भाँडो इन्जिन बिग्रिया खाएको खाइ खाली चाहिँ अब यो बर्बाद बनायो नि तपाईँ नातिनीलाई उताल्नुहोस् म त खाना आयो खाना भन्ने कुरो त खाना पर्छ नि त राम्रोसँग ए सल्लान पानी होइन यो गुन्जाले त कति चाँडो सराप सुरु पार्न थाल्यो हो यो त होइन यो कहिलेकाहीँ परामर्शले पनि फाइदा गर्दो रहेछ छिट्टैमा भात खान पाइयो ए सल्लान पानी यो भात तलै चाहिँ माछालाई परामर्श दिएकोमा धन्यवाद है यहाँसम्म पुऱ्याइ अब हे सल्लान पानी देखा त यहीँनिर हो जस्तो लाग्छ होइन अब के गर्ने होला त अब के हो खास कुरो के अब कहाँ खोज्नु जाने त हामीले खोज्नै परेन नि परामर्शदाताले आएको काम के भयो त उहाँले खोजिदिनुहुन्छ नि हाम्रो कुरो आदरणीय परामर्शदाताज्यू अब चाहिँ गर्ने के होला भन्नु अब अगाडि बढ्ने अगाडि भेटिन्छ यो त ताजा खबर हो नि अगाडि जाने ए ताजा खबर गुन्जाइन छिटै लगेर गर्दा ए सल्लान पानी अस्ति नै आएको ठाउँ यही होइन त ल यहीँनिर देखेको एकजना दाइ यहीँ हुनुहुँदो रहेछ अब हिन्दीमा सोध्नु पर्यो ठाउँै तपाईँ नेपाली बुझ्नुहुन्छ कि नेपाली पहिला हिन्दीमा पिपल बोटेलाई हिन्दी त कति बोले भाइ छ ओ दाढी वाले के भन्ने चाचा जी अब हाम्रो नेपालीमा कहाँ उताको चाच यताको चाच जी कहाँ पर गए आपको पता है दाढ़ी वाला वो गया है मस्जिद में नमाज पढ़ के 2 बजे तक आएगा ये सल्लन पानी वो नहीं है तो एक वो थोड़ा दाढ़ी भी था लंबा बाल भी था नाम के थियो नाम तो क्या है हम लोग को पता ही नहीं कि नटवर लाल वो नटवर लाल कहाँ पर गए आपको पता है अरे वो अपना नटवर यही पर तो है ये रहा काम कर रहा है अरे वो नटवर लाल ये लोग फिर आ गया आज से 3 हफ्ते पहले भी तुम लोग आया था और मेरे बाप आप ताड़े का बात किया था
लेकिन आज मैं तुमको ऐसा ही जाना नहीं दूंगा। यही त ये खोया बिर्के त्यही भएर तिमीलाई लिन आएको होइन नातिनी? ए गुन्जा, यो त ताजा खबर हो भन्दैनस्? यो त ताजा खबरै हो। क्या कहा? तुम लोग मेरे को लेने का आया है? हाँ, जाऊंगा, जरूर जाऊंगा। और उस आपटारे जो मेरा बाप है उसको दिखाऊंगा उसको क्या करना होगा। अरे वाह नटवरलाल, अब ढिला गऱ्यो भने बर्बाद हुन्छ। अब यी कतिखेर हिन्दी कतिखेर नेपाली त्यही भएर अब ढिला गर्नेको छैन। अब लागिहालौँ। जाउँ जानुपर्छ, लागिहालौँ। चलो, मैं जरूर जाऊंगा। अबे रुक जा बच्चे, तुम्हारा दिया हुआ लिया हुआ कर्जा कौन चुकाएगा बे? पहले कर्जा दे तब जा। मैंने मेरी माँ धर्म कुमारी के लिए कर्जा लिया था। ठीक है, मैं इस बार तो जाना नहीं पाया, लेकिन जब मैं इसके कर्जा चुकाऊंगा तब दूसरी बार जरूर जाऊंगा। ये खोया बिर्के फेरि गएर उही काम गर्न थालिसक्यो। खुरु काम गर्न उसलाई काम भन्दा बिहार अरू केही रहन्छ। ए फेरि काम गर्न थाल्यो, यो त ताजा खबर हो नि। ए हुन्छ, अब आप्चारेको सन्तान नपर्यो के भने मान्थ्यो। अब के गर्ने के खतमै भने समातेर लिएर जाउँ त। तपाईँहरूले परामर्शदाताको भूमिका नै बुझ्नु भएन। यस्तो बेला त राम्रो परामर्श लिनु पर्यो, कसरी लान सकिन्छ भनेर छलफल पो गर्नु पर्यो त। जान दिन्न भन्नुहुन्छ साउजी? परामर्शदाताको काम परामर्श दिने हो, उहाँहरूले नछोड्ने भइहाल्नु भयो। अब लागे हुन्छ खुरुखुरु। उडायो सपना सबै हुरीले। सपना हुरीले पो उडाए? यो त ताजा खबर हो नि। अब ताजा खबर नहोस् भने किन? अब बुढाले आप्टारेवालाई स्वाद चखाउँछु भनेर आँटे, अब आफै स्वाद चाखिहाले। यो सल्लन पानी। तर हामीलाई त के भयो, हामीले त मासु भात पनि खाइयो, रमाइलो पनि गरियो। तिमीहरू जहिले सुकै अर्कै खाना पल्किया छौ क्या? आफूलाई कति दुःख लागिरहेको छ, कति गरेर चाहिँ त्यस्तो खोजेर लिएर जाम्ला भन्न हिँडेको। त्यस्तो होइन बुढा, कुरा त त्यही हो। लास्टमा जे भए पनि रमाइलो त भयो नि। हाम्रा चाहिँ सल्लाहकारजीले त त्यसै सल्लाह दिनु, रमाइलो त उहाँले पनि गर्नु हो नि। परामर्शदाता हो। ए परामर्श त खतरै दिनुभयो हो नि। अब फ्रीमा ल्याए परामर्श, पैसा दिएर ल्यायो राम्रो परामर्श दिन्थ्यो होला। अब बुढा पैसा दिनु भने चाहिँ लोभी गर्छु, अनि कहाँ हुन्छ त त्यो? खायो बुढा। ताजा खबर हो नि। ताजा समाचार हो। ताजा समाचार हो नि। के अङ्कल, पुरस्कार त पाइन्थ्यो होला नि, यिनै भ्याइएन। त्यही बेलामा म झ्याप्प बिउजिहालेँ। रेडी एक्सन। बाबु हामी एकछिन स्याउतीको घर गएर आउँछौँ। एकछिन भने गरेर त्यति नभन्नु क्या। पहिले भोलि बिहान बोल्नुहुन्छ। पहिला टिका र माला हेर। रेडी एक्सन। अनि यो बाहिर छोरी माग्न भनेर बोर्ड टाँसे। तिम्रो बाजे छोरी माग्न बोर्ड टाँला छ भनेर बाहिर बोर्ड टाँसेपछि छोरी माग्न नआएर कुखुरा माग्न आउने त्यो घरमा परेछ। ओके। लपन छप्पन। सफल जीवनका लागि गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षाका लागि न्यू क्यापिटल कलेज। हाम्रा विशेषताहरू स्वच्छ शान्त हरियाली वातावरणमा पढाइ हुने, विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा लाग्नुभएका अनुभवी प्राध्यापकहरूद्वारा पढाइने, साइन्स म्यानेजमेन्ट अन्तर्गत ट्राभल एन्ड टुरिज्म, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स तथा बिजनेस स्टडिजका कक्षाहरू सञ्चालन भएको, टियु अन्तर्गतको बीबीएस कक्षाहरू सञ्चालन, सुविधा सम्पन्न आफ्नै 2वटा भवन, पर्याप्त पार्किङ, यातायातको सुविधा, लाइब्रेरी, साइन्स ल्याब साथै 150 जनासम्म अट्ने मिटिङ हल, नर्सरीदेखि कक्षा 10 सम्मको अध्ययन
दर्शनका लागि रत्नगर 2 मा एसए कलेजद्वारा अन्नपूर्ण शिशु निकेतन विद्यालय सञ्चालन गरिएको। लोड सेडिङको झन्झट बिहोर्न नपर्ने, हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल। 2072-73 मा अधिराज्य भरिको कलेजहरू मध्ये हिमाल खबर पत्रिकाको शैक्षिक सर्वेक्षणमा चितवनको सर्वोत्कृष्ट हुन सफल। थप जानकारीका लागि न्यू क्यापिटल कलेज रत्नगर 4 स्वर्णिम बस्ती चितवन। फोन नम्बर 056 560 987, 561 923 र 563 433। वेबसाइट www.newcapitalcollege.edu.np। Your ultimate destination for luxury and wildlife adventure, Hotel Royal Safari. हाम्रा सेवाहरू पर्याप्त पार्किङ, लोड सेडिङ नो प्रब्लम, सुविधा सम्पन्न 400 जनासम्म अट्ने कन्फरेन्स हल तथा मिटिङ हल, 40 वटा डिलक्स तथा हनीमुन रुम, सुन्दर हरियाली प्राकृतिक वातावरण, जंगल सफारी, डुङ्गा सफारी, इलेफेन्ट राइड, जीप सफारी, जंगल वाक, नाइट टावर, थारू कल्चर, फ्री वाइफाई तथा आफ्नै सवारी साधनको व्यवस्था, साथै सेक्युरिटी गार्डको पनि व्यवस्था, सुविधा सम्पन्न रेस्टुरेन्ट तथा एकै पटकमा 200 जनासम्मलाई खाना खुवाउन मिल्ने व्यवस्था। थप जानकारीका लागि सम्पर्क होटल रोयल सफारी, चितवन नेशनल पार्क, रत्नगर 17 सौराहा चितवन। फोन 056 580 235, 580 056। इमेल info@hotelroyalsafari.com र sambu50@hotmail.com। होटल सफारीमा हजुरलाई स्वागत छ। दुग्धजन्य परिकार एवं बेकरी सामग्रीका लागि न्यू बागलुङकाली दुग्ध एन्ड बेकरी शप। हामी कहाँ दूध, दही, घिउ, पनिर, नौनी घिउ, चीज तथा दूधबाट बनेका सबै परिकारहरू, साथै बेकरी आइटम, केक, आइसक्रिम, कुल्फी, लस्सी, जुस, पतञ्जलिका सामानहरू सुपथ मूल्यमा उपलब्ध छ। साथै अर्डर अनुसार केक तयार गरिन्छ। सम्पर्क न्यू बागलुङकाली दुग्ध एन्ड बेकरी शप, रत्नगर 8 बकुलहर चोक। मोबाइल 98455 94489 र 98451 17214। यसपालिको चाडबाड न्यू बागलुङकाली दुग्ध एन्ड बेकरी शपको परिकार सँगै एक पटक हामी बोलाउँछौँ, पटक पटक तपाईँ आफै आउनुहुनेछ। पूर्वी चितवनको रत्नगर बकुलहर चोकमा शुद्ध शाकाहारी होटल शुभकामना चाट एन्ड स्वीट हाउस। खाना, खाजा, नास्ता तथा विभिन्न किसिमका मिठाई पाइनुका साथै अन्य शुभ कार्यका लागि अर्डर अनुसार मिठाई तयार गरिन्छ। प्याकिङको पनि व्यवस्था छ। सम्पर्क शुभकामना चाट एन्ड स्वीट हाउस, रत्नगर 1 बकुलहर। प्रोपाइटर राजु सुवेदी। मोबाइल 98450 83034। पूजा सामग्री तथा स्टेशनरी सामग्रीको लागि सही गन्तव्य सुवेदी पूजा सामग्री, पुस्तक तथा स्टेशनरी पसल। हजुर सबै धार्मिक कार्यका लागि आवश्यक पूजा सामग्री, धार्मिक पुस्तकहरू, स्कुल, बोर्डिङ तथा क्याम्पसका पाठ्य पुस्तक, स्टेशनरी, खेलकुद, मसलन्दका सामानहरू थोक तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क सुवेदी पूजा सामग्री, पुस्तक तथा स्टेशनरी पसल, रत्नगर 1 बकुलहर चितवन, रत्नगर नगरपालिका गेटको नजिकै। प्रोप्राइटर खगेन्द्र शर्मा सुवेदी। फोन 056 562 398, मोबाइल 98451 077 59 र 98451 73 432। एक पटक हामी बोलाउँछौँ, पटक पटक तपाईँ आफै आउनुहुनेछ। लप्पन 56